एमाले कसरी जवाब दिन्छ भन्ने कुराहरू जनतामा जिज्ञासा थिए। सायद संसारभरिबाट तपाईहरुको महाधिवेशनलाई हेरिएको पनि छ कि नेपालका राजनीतिक शक्तिहरूले देशलाई सम्हाल्न सक्छन्। एउटा कुरा भन्नै पर्छ, आज एमालेलाई भयंकर ठूलो हमला चलिरहेको छ। एक प्रकारले आज राज्य छ कि छैन भनेको जस्तो अवस्था छ। हजारौं लाखौं जनताको एउटा सहभागितामा जसरी एउटा उत्सवको रूपमा र एउटा मोर्चाको रूपमा यो सम्पन्न भइरहेको छ, यसको भव्य र एउटा सभ्य सफलताको शुभकामना व्यक्त गर्न। देश एउटा बडो जटिल परिस्थितिमा छ भन्ने कुरा हामी सबैलाई राम्रोसँग एक्का छ। दल छन्, देश छ, नेताहरू पनि छन्। यो देशलाई गणतन्त्रसम्म ल्याइ पुर्याउने राजनीतिक शक्तिहरू पनि छन्। तर आज राज्य कहाँ छ, राज्य छ कि छैन भन्ने अवस्था हाम्रो देशमा उत्पन्न भएको छ। एउटा जटिल परिस्थितिमा तपाईहरुले महाधिवेशन आयोजना गर्नुभएको छ। हामीलाई के लागेको छ भने एउटा आफैमा थुप्रै प्रश्नहरूको बीचमा नेकपा एमाले थियो, छ पनि। सायद तपाईहरुले त्यसलाई हेक्का राखेर नै आज यो भक्तपुरको मैदानमा जवाफ दिनको लागि आइपुग्नु भएको छ। हजारौं युवाहरू सहभागी बन्दै गर्दाखेरि, कम्युनिस्ट समर्थक जनताहरू यहाँ उभिँदै गर्दाखेरि एउटा जवाफ नेपालको राजनीतिलाई दिएको जस्तो हामी सबैलाई अनुभूति भएको छ। नेकपा एमाले कहाँ छ भन्ने कुरा एउटा प्रश्नको रूपमा थियो। त्रुटिहरू पनि छन्, त्यो कुरा हामीले देखिरहेका छौँ। हाम्रो छलफल पनि हुन्छ। एमाले माथि अलि बढी नै हमला भएको छ। हमला हुनुको एउटा कारण नेपाली जनताले बुझ्नै पर्छ। नेकपा एमाले राष्ट्रिय स्वाधीनताको पक्षमा जो एउटा अडान राख्दै आएको छ, त्यसलाई हामीले जहाँ बसे पनि, हामी प्रतिबन्धमा भए पनि, हामी दुःखमा भए पनि, हामी बाहिर खुल्ला भए पनि, जति बेला स्वाधीनताको लडाईँ चलेको छ, हामी एउटै मोर्चामा उभिएको अनुभूति हामीलाई भएको छ। र आजको दिनमा पनि हामी के भन्छौँ भने हामी कमजोरीहरूलाई सिक्नै पर्छ, रूपान्तरण पनि हुनै पर्छ। हामी कम्युनिस्टहरूले जनताको सामु गोरु जस्तो जोतिएर जनताको सेवा गर्नै पर्छ, देशको सेवा गर्नै पर्छ। तर कुनै पनि मूल्यमा हामीलाई साम्राज्यवादीहरूको हाइकम स्वीकार्य छैन। एमाले पनि अवश्य लडिरहेको छ। हाम्रो देशको स्वाधीनतामाथि गिद्ध नजर कसैको पनि हामीलाई स्वीकार्य छैन। र अवश्य पनि यो महाधिवेशनले स्वाधीनताको क्षेत्रमा निर्णयहरू लिनेछ। र अर्को कुरा पनि, आज देशमा अनौठो प्रकारले सरकार बनेको छ। न यो तपाईको आन्दोलनको मर्म अनुसार छ, न तपाईको संवैधानिक प्रक्रिया अनुसारको छ। अँध्यारो कुनाबाट खडा गरिएको यो अवैध सरकारलाई हाम्रो समर्थन छैन र हुन सक्दैन। त्यसैले हामीले के भनेका छौँ भने देशलाई एउटा निकास चाहिएको छ। त्यो निकासको निम्ति राजनीतिक शक्तिहरूले नै नेतृत्व गर्नुपर्छ। यो देशलाई यहाँसम्म ल्याएको राजनीतिक शक्तिहरूले नै हो, योगदान गरेको राजनीतिक शक्तिहरूले भएको हुनाले सर्वपक्षीय सरकार, अन्तरिम सरकार बनाएर सहज ढङ्गले संविधानलाई एउटा नयाँ तरिकाले पुनर्लेखन गर्नु पर्यो भनी गर्दै नेपालका सबै श्रमिक जाति, वर्ग, क्षेत्र, लिङ्ग, उत्पीडनमा परेका सबै नयाँ पुस्ता, युवा, जेनजी, देश विदेशमा रहेका नेपाली नागरिकहरूको चाहनालाई सम्बोधन गरेर अनि मात्रै चुनावतिर जान आवश्यक छ। अन्यथा हामी कसैलाई पनि सहायता स्वीकार्य हुने छैन। यही कुरा राख्दै तपाईहरुसँग आन्दोलनमा एकता, आन्दोलनमा सहकार्य, देशको स्वाधीनताको लागि सहकार्य, जनताको अधिकारको लागि सहकार्य, आउँदो नयाँ नेपालको लागि सहकार्य। नेपाल हाम्रो हो, केवल हामी नेपाली जनताको हो, आउँदो गरेको नयाँ पुस्ताको लागि हो। हाम्रा त्रुटि छन् भने हामी सच्चिन तयार छौँ। तर नेपाललाई हामी कहिल्यै पनि कसैको अधीनमा जान दिने छैनौँ। यसको लागि अवश्य पनि महाधिवेशनले निर्णय लिनेछ भन्ने कुरा गर्दै कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नै पर्छ। गर्नको लागि हामी खुल्ला हुनुपर्छ। तर हामी खुल्ला यसरी हुनुपर्छ कि त्यहाँ एउटा आवश्यकता, एउटा नयाँ परिस्थिति, नयाँ समय, नयाँ युगलाई सम्बोधन गर्ने गरी हामी तयार भयौँ भने अवश्य नेपालमा एक दिन 2006 साल पनि सम्भव हुनेछ। र एउटै कम्युनिस्ट रातो झण्डा मुनि नेपालका श्रमिक जनतालाई आबद्ध बनाएर देशलाई रूपान्तरण गर्दै समाजवादतिर लिएर जान सकिनेछ भन्ने हामीलाई एउटा विश्वास छ। यही शुभकामना तपाईहरुसँग राख्दै म बिदा हुन्छु। हस्त, धन्यवाद, अभिवादन।